आइसक्यो मेरो चाहिँ है ढिलो पनि भइरहेको छ भनौँ पुग्दा गर्दा ठ्याक्कै मेरो टाइमभरिमा पुग्छु यस्तै छ जिन्दगानी होइन दर्पण छैन नगरी भएको छैन नगई भएको छैन ड्युटीमा गइएन भने कुटाइ खाइन्छ भन्ने डर है यस्तै छ अनि आजको यो छोटो ब्लग बनाउनु गइरहेको छु तपाईँहरूले फुल हेरेर सपोर्ट गरिदिनु होला है आज म यहाँदेखि मेरो काम गर्ने ठाउँसम्म पुगिन्जेलको बनाएर हजुरहरूलाई देखाउनु मन लागेको छ किन मलाई साह्रै अस्तिदेखि नै रहर लागेको हो कि यो हुनुलाई हो कि नहुनुलाई हो थाहा छैन है हेरेर साँच्चै दिनु होला है त्यति साह्रो राम्रो त हुँदैन होला किनभने म खासै बनाएको छुइनँ ब्लगहरू खासै म ब्लग बनाउने जान्दिनँ रहेछ कि यस्तो छ ओछ्यानहरू होइन के हो अब यहाँ ओछ्यान मिलाइराख्नुपर्छ मैले गाह्रो छ मलाई सत्य हो गाह्रो छ के भन्नु अब यस्तै छ जिन्दगानी दर्पण छ यहाँ होइन यस्तै छ अब ल हजुरहरूलाई देखाउँदै लाग्छु है त यस्तो छ यहाँनिर चाहिँ अब कागजपत्रहरू होइन आफ्नो माल सामान छ भनौँ न भरै उयो गर्दाखेरि बाटोमा जाँदाखेरि अब त्यही हो यहाँनिरको नियम कानुनले गर्दाखेरि भरे पेट पक्रिहाल्दाखेरि ल तर कागजपत्रहरू के छ भनेर चाहिँ ल यस्तो छ भनेर निकालेर देखाउनुहुन्छ मेरो रुम चाहिँ यस्तो छ है के भन्नु हालत खराब छ यो चाहिँ मेरो सामानहरू भइगयो होइन सामानहरू भइगयो यस्तै छ ल अब लागौँ है त अर्को तर्फतिर छ होइन अब यो चाहिँ मेरो टिफिन भयो अब यो चाहिँ भरेको लागि अहिलेको लागि खाएँ गरे त्यहाँदेखि लाग्नु छ अब बिस्तारै गर्दै हेर्दै जाने ल अब लागिदिएँ यहाँनिर चाहिँ सिँढी छ नि सिँढीले गर्दा अलिक अँध्यारो नि छ यो बत्तीहरू यहाँतिर सबै जस्तो जलेको छ कि यहाँ माथिको अनि त्यो भएर चाहिँ अलिकति गाह्रो छ यहाँको अहिलेसम्म लाइट बालेको रहेन साथीहरूले के गर्नु हाम्रो यस्तो छ यहाँनिर घोडा निकाल्नु पर्यो घोडा यस्तो घोडामा चढेर जानुपर्ने हुन्छ है यस्तै छ बिजोग फेरि राति चाहिँ एक्लै मात्रै हो क्या म चाहिँ ड्युटीमा राति एक्लै हुँदाखेरि चाहिँ अब एक्लै हुन्छ भिडियो खिचिदिने साथी पनि छैन अरू बेला चाहिँ साथी हुन्थ्यो र अलिकति ल एकछिन फोन एकछिन पक्रिदेऊ है भन्दाखेरि हुन्थ्यो त्यो भएपछि गाह्रो छ मलाई यहाँ गेट लगाएन भने फेरि भोलि बनाउँछ फेरि बनाइ निकाल्यो भने गाह्रो छ सबैको गाडी चाहिँ आफ्नो मात्रै हाम्रो मात्रै होला यहाँनिर भनेको साइकलमा हिँड्नुपर्ने बाध्य आइया ल अब लाग्यो है अब म ब्याक क्यामेरा बनाएर देखाउँछु है त हजुरहरूलाई यहाँनिर चाहिँ यस्तो छ होइन गाह्रो छ
अलिकति उत्यो भएर हल्लियो क्या टाढो भयो के अरे बाटो गल्टाङ घुल्टुङ भएर हल्लियो यस्तै छ के गर्नु होइन परदेशी जिन्दगी गाह्रो छ हावा त्यस्तै चल्छ उरु अनि नगए पनि भएको छैन जानै पर्छ अहिले फेरि साह्रै चिसो छ क्या यता योचोटि त साँच्चै धेरै चिसो लागेको जस्तो लागिरहेछ म यो साउदीमा योभन्दा अघिल्लो साल त खै यस्तो चिसो जाडो भएको जस्तो लागेन योचोटि चाहिँ अति नै धेरै चिसो भइरहेको छ यहाँ पर चाहिँ हाइवे छ हाइवे बाटो चाहिँ खासै हिँडिँदैन हामी किन हिँडिँदैन भने अब डर मात्रै हुन्छ नि त गाडीहरू साह्रै धेरै स्पिडमा आउँछ अब यत्रो बाटोमा त बाटो काट्नु कोही बेला साह्रो पर्छ यति स्पिड ल्याइराखेको हुन्छ गाडी होइन यस्तो छ स्पिड आइरहेको त्यसरी स्पिड गइरहेको हुन्छ कि गाडीहरू अनि साइकलमा उनीहरूले देख्दैन हामी उता भएको आफै जोगेर हिँड्नु पर्यो हाम्रो बकलाहरू दोकानहरू चाहिँ यता पर छ यहाँ वर आउनुपर्छ दोकानमा सामानहरू किन्नुको लागि चाहिँ के किन्नु पर्यो भने है यो चाहिँ तल्लो बाटो हो यो चाहिँ हाम्रो रुमदेखि निकै तल पर्छ निकै तल जाँदै अनि यहाँनिर चाहिँ यो चाहिँ सबै यता दोकानै मात्र छ भनौँ न रासन पानी खतरा खुत्रुक सबै यहीँनिर पाइन्छ यता आइन्छ अब मेन रोड जानु छ भने चाहिँ यहाँ परदेखि चाहिँ अहिले देखाउँछु गाडी आउँदैछ पछाडि साह्रै ढिलो आएको यो गाडी त्यतै जाने थिएछ नि साइड लाइट चाहिँ किन नबालेको यिनीहरूले साइड लाइट बाल्नुपर्छ नि कमसेकम यता जाने पर गएर बाल्दैछ साइड लाइट के आँधो मान्छे त्यहाँ पर गएर साइड लाइट बालेर देखाउँछ मलाई यता जाँदैछु भनेर यस्तो छ होइन है पारेर चाहिँ यत्तिकै स्पिड कुदिएन भने पुग्नु गाह्रो हुन्छ क्या यत्तिकै गाह्रो बाइकहरू त यत्तिकै स्पिड आउँछ नि यसको आवाज यो ओह्रालो गयो भने चाहिँ अब ठ्याक्कै उता पुगिन्छ हाइवे पुगिन्छ यति बाक्लो गाडी कुदिरहेको हुन्छ यति बाक्लो गाडी कुदिरहेको हुन्छ यसरी यहाँदेखि उता काटिनु छ कम त गाह्रो हुँदैन उता काटिनुको लागि रुङ्यो बस्यो र यिनीहरूले कसरी गाडी रोकिदिँदैन अगाडिबाट आउने त ठिकै हो पछाडिबाट आउनेले क्या पिट्टिकै ल ठोकिन्छ है गाडी ठोकिएर जान्छ पछाडिबाट आउने गाडी रोक्दैन क्या पछाडिबाट जति सक्यो त्यति खेदाउने कोसिस गरिदिन्छ यिनीहरूले अनि साह्रै रिस उठ्छ उनीहरूले त सोच्दा ठुलो गाडी जस्तो नि अनि उनीहरूलाई भरै उतै भएन भने हिर्काउँछ भन्ने डर हुन्छ पछाडि आफू अलिकति ढिलो हिँड्ने हो भने क्रिकेट खेल्दै रहेछ यहाँनिर यस्तो गएर चाहिँ यहाँनिर चाहिँ यो ठाउँमा जहिले पानी हुन्छ क्या कहिल्यै पानी सफा गरेन क्या यहाँनिर पानी सफा गरिँदैन कहिल्यै सबै सेफ्टी ट्याङ्कीको पानी निक्लेको हुँदो रहेछ बिरालो आयो बिरालो आज म थोरै स्पिड हिँडेर मात्रै हो अलिकति छिटो नत्र ठ्याक्कै
10 मिनट लाग्छ आरामले हिँड्दा। अब यस्तो पानी छ हो, यो सबै कपडामा लाग्यो भने कम त गनाउँदैन। बिस्तारो हिँड्नुपर्छ टन निहालेर। यता तल चाहिँ मेरो उयो छ क्या, होटलको अगाडि नै बाटो, हाइवे बाटो छ। हामी चाहिँ पछाडिबाट पस्छौँ, किनभने अगाडिबाट पस्नु दिँदैन हामीलाई। दिन त दिन्छ, त्यो कस्तो भने धेरै गेस्ट भएको बेलामा चाहिँ दिँदैन, सेक्युरिटीले रोक्छ। यताबाट नआउनु, यताबाट गाह्रो बनाउँछ भन्छ। सबै ठाउँ यसरी पानी बगिरहेको हुन्छ। अब होटल पुग्नु कति पनि छैन म है, मेरो काम गर्ने ठाउँ पुग्नु कति पनि छैन। मधुरो मधुरो देखिँदो रहेछ है, केही छैन। मैले अर्को फोन चाहिँ गोजीमा हालेर के अरे झोलामा हालिहालेँ, अर्को फोनबाट अलिक राम्रो निकाल्थ्यो। जाँदैछ कति। मेरो चाहिँ होटल यही है, मेरो काम गर्ने चाहिँ यही है। यो चाहिँ यो सबभन्दा ठुलो छ नि यहाँनिर। यहाँको यो दुईवटा छ, दुईवटा मध्ये ठुलो हाम्रो एउटा छ अनि अर्को पल्लोपट्टि छ। अब घोडा यहाँ राखिन्छ है, ठक्क आइ पनि पुग्यो। ल यस्तरी राखिन्छ होइन। यो सुजनको भइगयो, यतै कालीकेटाहरूको भइगयो, यो मेरो भइगयो, यो पनि सेपको हो। यो सेप काम गर्छ यो केटा चाहिँ। यस्तै छ है। निक्लेर अब आइपुग्यो। यति आइपुग्दाखेरि ठ्याक्कै तपाईँको यहाँको 10 बज्यो। यहाँ आइपुग्दाखेरि यहाँको ठ्याक्कै 10 बज्यो भने चाहिँ म वहाँ परबाट 25 मा निक्लेको थिएँ। ए होइन, 9:45 मा निक्लेको थिएँ। अनि त्यही काट्दै फोन के अरे भिडियो काट्दै आउँदै गर्दाखेरि त्यो यस्तो छ। यो चाहिँ पार्किङ हो सबै, यहाँ पार्किङ हो। अनि यता पछाडि छ पार्किङ। अनि हाइवे रोड अघि देखाएको मैले, हाइवे रोड यहाँनिर छ, यहाँ तल छ। यो उतापट्टि सिधा लाइनदेखि उतापट्टि गयो भने ठ्याक्कै हाइवे रोड भेटाइन्छ। अब लाग्यो म चाहिँ यता इन्ट्री गर्नु। अब यस होटल यस्तो छ होइन। मेरो चाहिँ अब इन्ट्री गर्नुपर्ने हुन्छ सबभन्दा सुरुमा। यसरी शुक्रबार मान्छे त्यसकै बाजे यहाँबाट छिर्ने हो। हैया हैया चौरमा यसरी चारमाथि चाहिँ लागिन्छ। अब स्याहारा तरिकाले पेट लागेर बिजोक छ, पेट लागेर बिजोक। कस्तो धमिलो न धमिलो देखिँदो रहेछ। उफ धेरै दिन भयो एउटा कुरा। कपाल काट्नु लागि यहाँनिर गम्मै काटिदिएको छैन नि, बिजोक बनाएको नि कपाल। यो चिल्लो बनाऊ भने यहाँ माथि कपाल छैन, त्यो भएर आज चौथो फ्लोर छ। यो चाहिँ छोटो फ्लोर हो, 11वटा मात्रै रुम छ। यता आएपछि मेरो हाम्रो स्टोर पुगिन्छ। यहाँ चाहिँ को छ हेरमै। हेलो दाइ, क्या छ? ठीक हो, ठीक है। सुजन यता हेर, कहाँ पसेको थिएँ? आयो बिचरा डल्ला पारेर बजिरहेको छु। यहाँ चाहिँ हाम्रो खानपिन गर्ने ठाउँ हो यो चाहिँ होइन। यो खाना यसरी अब यो चाहिँ भराइको लागि हुन्छ। चाहिँ आज दाल आएको रहेछ यहाँ उतामा, दाल खाइन्छ।
आहा यो चाहिँ म्याट्रेस हो है। अस्ति दिनभरि ओसारेर लगाउँदा यो कसै कुनै बेलामा धेरै गेस्ट आउँदाखेरि एउटा रुमभित्र 2टा बेड बनाउनु पर्ने हुन्छ। यसले चाहिँ आफै गर्नुपर्ने हुन्छ हामीले नै। अनि पानी पिउने यहाँ छ हाम्रो शुद्ध पानी, तातो पनि चिसो पनि यहाँनिर पिउनु पर्ने हुन्छ। अरू ठाउँ छैन, यहाँ पानी राखिदिएको नि यहीँ मिल्दो रहेछ। यस्तै छ ल। हजुरहरूलाई धेरै धेरै धन्यवाद यतिन्जेलसम्म मेरो भिडियो स्किप नगरिकन हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु है। भन्दै अब अर्को भिडियोमा फेरि भेट हुने नै छौँ। र आज यस्तो राति भएको कारणले गर्दा भिडियो पनि त्यस्तो राम्रो भएको छैन होइन। म अब अर्कोचोटि अबको 1 हप्ता पछाडि फेरि यो होटेलबाटै मेरो काम गर्ने ठाउँबाटै रुमसम्म पुग्दाको फेरि दिउँसो भन्दा नि बिहानको भिडियोको नजारा एकदम तपाईँहरूलाई चिरिक्क पारेर देखाउन चाहन्छु है त। बाई बाई।